नमस्ते सबैजनालाई वेलकम मेरो युट्युब ब्लगमा। सबैजनाले मेरो युट्युबमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, त्यही भन्न चाहन्छु। म चाहिँ क्रिक पार्क घुम्न आएको छु, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। सबैजनालाई मेरो भिडियो हेरेकोमा धन्यवाद। सबैजनालाई म चाहिँ अब तपाईँहरूलाई नयाँ नयाँ ठाउँहरू भ्युजहरू यसरी नै देखाउने छु। पार्क घुम्न आएको यसो हेरेको, अनि छैन यसो हावा चलेको। अब यो भित्र जान्छु के रहेछ है। फुलहरू चाहिँ धेरै मनपर्छ। यो चाहिँ सम्झिँदाखेरि चाहिँ स्मारक, एउटा स्मारक सम्झिन्छ है म चाहिँ, किनकि हाम्रो पनि स्मारकतिर एउटामा यस्तो थियो पहिला। म आएको धेरै वर्ष भइसक्यो, अब कस्तो होला अहिले त नयाँ बनिसक्यो होला। लास्टै मनपर्छ के गर्नु। एकछिन रेस्ट गर्छु अनि बस्छु भनेर अशान्त मनपर्छ कि आजभोलि किन हो म धेरै एकदम शान्त, कोही नबोल्ने ठाउँ होस्, बस्छु यस्तोमा। खेल्नलाई पनि राम्रो हुन्छ कि, तर बस्नलाई पनि एकदम मजा भइरहेछ कि। थियो गाइजहरू, अब यस्तै छ जिन्दगी दुबईको। चाहिँ जरा रहेछ त यहाँ चाहिँ चरा कराइरहेछ है। चरा चाहिँ त्यहाँ चाहिँ चरा छ। माथि जाऊँ भन्ने पनि चरा उता गयो, नजाउँ होला माथि यतातिर हेर्नु गाइज। कस्तो राम्रो के छ देखाउँछ है सबैजनाले, म तपाईँहरूलाई। पहिला म आउँदाखेरि चाहिँ यहाँ गइरहेको थियो, के को पखेर जस्तो बनाइरहेको रहेछ है। तर राम्रो क्या, दामी बनाइरहेछ। मजाले हिँडेर अगाडि जाँदैछु, कति टाइम लाग्छ। तर भित्तातिर चाहिँ मान्छे गइरहेछ कि, म त गइरहेको छु। चराहरू कराएर धुन्धान गइरहेछ खजुर। अब हाम्रो चाहिँ छोकडा भनिन्छौँ, खजुरको बोट हो, फुलै फुलको बारी। चरा आएर फोटो खिच्छु भनेको छ, कहाँ कराइरहेछ हौ। मलाई चाहिँ फुल भनेपछि चाहिँ कति माया लाग्छ क्या, होइन, कति कमलो फुल क्या। तर छुन त नमिल्यो भन्छौँ नराम्रो मान्छेहरू पनि, होइन गाइज। अब यतातिर चाहिँ दामी आइरहेछ है, भिडियो बनाउँदा पनि दामी हुन्छ क्या। अनि मलाई चाहिँ घर जान मन लाग्छ, तर नेपालको अवस्था चाहिँ त्यस्तो छ, जानै मन लाग्दैन। बमले पड्किन्छ कि भन्ने यहाँ अवस्था पनि डर। प्लेनको याद जाँदाखेरि साह्रै घरको याद पो आयो यार। कहाँ गयो कति राम्रो देखाइरहेको क्या। बच्चाहरूले खेल्नु पर्ने ठाउँमा म पनि खेलिदिएँ क्या। रमाइलो छ हो जिन्दगी, रमाउन जाने भने त। बोर्डहरू छ, फुल फुलिरहेको या कति राम्रो फुल भनेपछि त कति रमाइलो लाग्छ मलाई। फेरि फुल क्या, फुलको बागमा हेर्छु मन बरिलाई हिँड्छु बरिलाई।
हिँड्नलाई पनि अल्छी लाग्छ पारा भनेर कता कता हामी चाहिँ गयो बाई बाई। कति घुमे पनि होइन पार्कै सकिँदैन क्या। अब जान्छु भनेर बाटो हिँड्छु पार्किङ भेटिँदैन त। यत्रो परबाट आएको थियो। के गर्नु उतातिर बोट पनि चलिरहेछ। यहाँ बोट चलिरहेछ मलाई चाहिँ थकै लाग्यो। म चाहिँ त्यहाँ चाहिँ बस्दै गएँ गाइजरमा। या अल्छीलाई पनि हिँड्दा थकाइ पनि लाग्यो। यस्तो चौबाट यताबाट आयो लाग्छ है मलाई। हेटौँडा पनि यस्तै छ नि त। चौकीडोरको याद आउँछ कि यता यस्तो गर्दाखेरि चाहिँ आमा भनेर। मान्छेहरू टन्नै बसिरहेछ कि बस्न चाहिँ टन्नै होला। हल्का बसिरहेछ। के गर्नु यतातिर पुरै फुलको संसारमा फुलै राम्रो जुन चाहिँ देखिँदैन। कस्तो लाग्यो मेरो भिडियोहरू हेरेर कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। मेरो भिडियो हेरिदिनु सबैजनालाई धन्यवाद धेरै धेरै।